त्यो चाहिँ मिथ हो बट उहाँले नेपालीमै पढाइदिनुहुन्छ जस्तो लाग्छ मलाई। त्यो कारणले गर्दाखेरि चाहिँ ल्याकअप चाहिँ हुन्छ। हामीले हाम्रो नेपाललाई विश्वास गर्दैन कसैले। नेपालमा चाहिँ ट्रेनिङ इन्स्टिट्युटमा चाहिँ एकदमै राम्रो ट्रेनिङ इन्स्टिट्युटहरू पनि देखेँ है मैले। र दुबई आउनु बित्तिकै इङ्ग्लिसमै बोलिदिरहेको हुन्छ कोही न कोहीसँग, अनि हामी यहाँ इङ्ग्लिस युज टु हुन्छ, कन्फिडेन्स लेभल बढेको भएर चाहिँ। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज हाम्रो धेरै पछाडि हाम्रो सर आउनु भएको छ। लेट्स वेलकम हिम। थ्याङ्क यू सो मच सर। हामीले पहिला पनि भिडियो बनाइसकेको छौँ होइन। हाम्रो त्यति बेला चाहिँ हामी 3जना बसेर भिडियो बनाएको थियौँ। हाम्रो एकजना सर हुनुहुन्थ्यो, अहिले उहाँ हुनुहुन्न। अफकोर्स हि इज अल्सो कमिङ हियर। सो बट आजको चाहिँ हाम्रो स्पेसली चाहिँ उहाँ सरसँगै कुरा गर्दैछौँ। हामीले लास्ट टाइम भिडियो बनाएको थियो कि ट्रेनिङ अनि यसकै बारेमा नै कुरा गरेको थियौँ, बारिस्टा जबकै बारेमा। सो तपाईँको इन्ट्रोडक्सन फेरि दिइदिनु न त आज। नमस्कार, मेरो नाम चाहिँ सर्वजित खत्री। सो हाल चाहिँ म डाइनामाइज ट्रेनिङ इन्स्टिट्युट एज अ ट्रेनर प्लस ओनर पनि भनेर काम गरिरहेको छु। त्यही हो मेरो इन्ट्रोडक्सन चाहिँ। वी आर लोकेटेड इन युनियन। हजुर ओके, आज चाहिँ हाम्रो चाहिँ एउटा के टपिकमा चाहिँ कुरा गरौँ भने म लास्ट 7 मन्थदेखि चाहिँ म चाहिँ नेपालमै बसिरहेको थिएँ होइन। अनि मैले चाहिँ त्यहाँ भेरियस ट्रेनिङ इन्स्टिट्युटहरू चाहिँ मैले भिजिट गरेँ। सो अनि मैले चाहिँ पहिला चाहिँ कस्तो कन्सेप्टमा आउँथ्यो भने, मेरो कन्सेप्टमा भनौँ न, मलाई स्टुडेन्टहरूले पनि कम्प्लेन गर्थ्यो कि नेपालको ट्रेनिङहरू चाहिँ अलिकति के अरे क्वालिटी पुगेन भन्ने खालको कुरो भइरहन्थ्यो होइन। सो मैले चाहिँ यहाँ अब तपाईँहरूसँग मैले चिनाजानी भएको यत्रो भयो, मैले यहाँको ट्रेनिङ इन्स्टिट्युट पनि हेरेँ, मैले नेपालमा पनि भेरियस ट्रेनिङ इन्स्टिट्युट भिजिट गरेँ। सो यो कन्सेप्टमा चाहिँ कुरा गरौँ आज होइन। दुबईको ट्रेनिङ इन्स्टिट्युट र डिफ्रेन्स है, नेपालको ट्रेनिङ इन्स्टिट्युटमा चाहिँ के चाहिँ डिफ्रेन्स। पहिला डिस्क्लेमर दिउँ है, यो हामीले चाहिँ के भन्छौँ भने हाम्रो एजुकेसन पर्पजको लागि मात्र बनाएको हो। कुनै नेपालको ट्रेनिङ राम्रो नराम्रो, दुबईको ट्रेनिङ राम्रो नराम्रो भनेर बनाउन खोजेको चाहिँ होइन। ओके, म नेपालको ट्रेनिङको बारेमा भन्छु, तपाईँले दुबईको ट्रेनिङको बारेमा भन्नु नि त। ओके, सो स्टार्ट गरौँ हाम्रो ट्रेनिङ टाइपबाटै होइन। सो यस्तो छ, बेसिकल्ली मैले पनि फेस चाहिँ गरिरहेको हुन्छु स्टुडेन्ट नेपाली पनि होइन। लेट्स लाइक दिस इज नट कम्पेरिजन। फर्स्ट अफ अल यो चाहिँ भन्नु खोजेको वाट एक्चुअली मैले देखेँ र के लाग्यो मलाई नेपालको बारेमा माइट बी म के भन्छु होला। फर्स्ट अफ अल भनेको नेपालमा चाहिँ द इक्विपमेन्टहरू चाहिँ लाइक द वे वी हेभ हियर पाउँदैन है। त्यो कारणले गर्दा अलिकति ल्याकअप भइदिन्छ, किनकि यहाँ चाहिँ अब राम्रो कफी मेसिन, यहाँ 1 लाख दिरामको कफी मेसिन पनि छ, विच पनि ट्रेनिङ इन्स्टिट्युटमा लगेर राख्न सकिँदैन पनि, नेपालमा सम्भव पनि छैन, इकोनोमिक पनि अब कन्ट्री थाहा छ एज यु नो कस्तो छ होइन। सेकेन्ड कुरा भनेको चाहिँ हामी नेपाली भएपछि नेपालमा इङ्ग्लिसमा पढाउँदैनौँ। लाइक स्पेसल्ली मै भन्छु, मेरो इङ्ग्लिस त्यस्तो बबाल छैन, बट म त्यही पनि म इङ्ग्लिसमै पढाउँछु यहाँ होइन। पिपुल्स दे लाइक नट ओन्ली नेपाली छ होइन, सबै नेसनालिटीको मान्छेहरू छ। हामीले चाहिँ यहाँ जबरजस्ती पुस गरेर इङ्ग्लिस पढाउँदाखेरि दे लिटल बिट रेडी फर इन्टरभ्यू क्या, दे एटलिस्ट क्यान टक इन। नेपालीमै पढेर राम्रो नलेज भएको मान्छे पनि दे डोन्ट ह्याभ कन्फिडेन्स लेभल। त्यही भएर चाहिँ एजुकेसन सेक्टर चाहिँ छुट्टिएको छ क्या अलिकति। नेपालमा पढेर चाहिँ हामीले जब पाउन सकिँदैन भन्ने भएको छ त्यो, कज दे क्यानट बिल्ड द कन्फिडेन्ट लेभल क्या वेन दे डन द कोर्स इन नेपाल। अनि अलरेडी कन्सेप्ट पनि छ कि नेपालमा गरेको चिज हुँदैन, हामीले हाम्रो नेपाललाई विश्वास गर्दैन कसैले पनि। बट आई थिङ्क त्यहाँ पनि राम्रो ट्रेनिङ सेन्टरहरू छ थिङ नै छ नै, बट उहाँले नेपालीमै पढाइदिनुहुन्छ जस्तो लाग्छ मलाई। त्यो कारणले गर्दाखेरि चाहिँ ल्याकअप चाहिँ हुन्छ। अनि दुबईमा चाहिँ के छ, वी हेभ डिफ्रेन्ट कफी मेसिन्स एन्ड इट्स भेरी इजी टु बाई इन युज इभन होइन। लाइक त्यति धेरै पर्दैन, 20,000 दिराममा हामीले उस्तै भिक्टोरिया पनि उठाइदिन सक्छ, जुन भनेको थिएँ जुन चाहिँ युज टु हुन्छ मार्केटमा। अनि सेकेन्ड हाई लेभलको सकिन्छ, अनि सबै इक्विपमेन्टहरू चाहिँ युज टु हुन्छ विथ द सेम थिङ्स वाट यु गोइङ टु फाइन्ड इन द कफी सप्स। त्यो भएर चाहिँ अलिकति कन्फिडेन्ट लेभल इन्क्रिज भइदिन्छ। सेकेन्ड कुरा, दुबई आउनु बित्तिकै इङ्ग्लिसमै बोलिदिरहेको हुन्छ कोही न कोहीसँग, अनि हामी यहाँ इङ्ग्लिस युज टु हुन्छ, कन्फिडेन्ट लेभल बढेको भएर चाहिँ दे हेभ लिटल बिट इजी वे टु गेट अ जब इन दुबईको कन्सेप्टमा चाहिँ ट्रेनिङ लिएपछि। अब म नेपालको बारेमा भन्नु है त। नेपालमा चाहिँ ट्रेनिङ इन्स्टिट्युटमा चाहिँ एकदमै राम्रो ट्रेनिङ इन्स्टिट्युटहरू पनि देखेँ है मैले, जहाँ चाहिँ एकदमै भेराइटी अफ कफी होइन, मेसिनरी पनि भनौँ न यहाँको कम्पेरिजनमा त्यति महँगो खालको त्यति हाई एन्ड मेसिन नहोला होइन, तर स्टिल
त्यहाँ चाहिँ धेरै कुरा सिक्न चाहिँ पाइने रहेछ भनौँ न अलिकति मैले भिजिट गरेको ट्रेनिङ इन्स्टिट्युटहरूमा चाहिँ हल्का हल्का नलेज कफी बिन्सहरूको बारेमा पनि दिने रहेछन् कति ट्रेनिङ इन्स्टिट्युटले चाहिँ के अरे फार्म भिजिट पनि गराउने रहेछन् होइन सिकाउने रहेछन् ओके त्यहाँ चाहिँ त्यो चाहिँ मिथ हो कि दुबईमा राम्रो होला कि राम्रो हुन्छ नेपालमा राम्रो हुँदैन त्यो चाहिँ मिथ हो होइन नेपालमा त्यो मिथ चाहिँ त्यो ब्रेकडाउन भइसक्यो होइन किनकि म आफैले एक्सपिरियन्स गरिसकेँ हो एउटा स्टुडेन्टले चाहिँ हाम्रो नेपालमा चाहिँ केही अलिकति प्रब्लम चाहिँ के छ भने अफकोर्स नेपालमा भएपछि नेपालीमै सिकिन्छ राइट अनि हाम स्टुडेन्टले र अनि ट्रेनरहरूले चाहिँ यो चाहिँ अलिकति याद पनि गर्नुपर्छ कि वेयर एम आई लुकिङ फर अ बारिस्टा जब विच कन्ट्री आई एम गोइङ टु अप्लाई फर अ बारिस्टा जब राइट म नेपालमा छु भने मलाई नेपालीमा सिकेको एकदमै राम्रो किनकि म एभ्रिथिङ आइ एम गोइङ टु नो इन नेपाल ओके बट यदि म दुबईको लागि या अरू कुनै कन्ट्रीको लागि जाँदैछु भने पछाडि आफ्नो इङ्ग्लिसमा पनि अलिकति फोकस चाहिँ गर्नुपर्छ अनि स्पेसली ट्रेनिङ इन्स्टिट्युटहरूले पनि अलिकति कोर्स चाहिँ इङ्ग्लिसपट्टिमा लैजाँदाखेरि अलिकति बेटर हुन्थ्यो कि सो होइन अनि भनौँ न मैले चाहिँ त्यही नै भन्छु कि हामीलाई चाहिँ यहाँ स्टुडेन्टहरूलाई चाहिँ यहाँ बेसिकली जो जब गरिरहेको छन् त्यो नै आइरहेको हुन्छन् ओके त्यो उनीहरूले पहिल्यै काम गरिरहेका छन् ओके नेपालमा कहीँ पनि काम गरिरहेको छैन सो उनीहरूको त्यो सराउन्डिङमा त्यो नेपाली बोल्ने मात्रै छ यहाँ इङ्ग्लिस बोल्ने हुन्छ हाम्रो भनौँ न हामी 6जना 7जना कुनै ठाउँमा काम गर्दैछौँ भने हाम्रो 7जना मध्येमा कोही न कोही डिफ्रेन्ट नेसनालिटीको हुन्छ मिक्स नेसनालिटीमा छौँ भनेपछि हाम्रो एउटा कमन ल्याङ्ग्वेज नै इङ्ग्लिस भइदिन्छ कन्भर्सेसनको लागि इङ्ग्लिसै हुन्छ सो इङ्ग्लिस चाहिँ अलिकति फोकस गर्नुपर्छ स्टुडेन्टहरूले पनि अर्को कुरा पनि छ यसमा के अरे एउटा भन्छ बाध्यता राइट एउटा रहर नेपालीमै गएर नेपालमै सिक्नु भनेको एउटा बाध्यता भन्दा नि रहरमा पहिला आएर विदेशिन्छ क्या मान्छे ल कन्सेप्ट फेरि के हुन्छ बाबुआमाले पठाउँदाखेरि चाहिँ पैसा दिइदियो नि त सिक्न गयो मेरो छोराले चाहिँ बारिस्ता आउँछ बाबुआमाको सोच त सिधै हुन्छ कि बारिस्ता मेरो छोराले जानिसक्यो माइन्ड सेटअप त्यसपछि छोराछोरीको चाहिँ 100% पोटेन्सियल जबसम्म पढ्दैन गरिरहेको चाहिँ हुँदैन 80%ले 80 नै 90% भन्ने इन्क्लुडिङ आम द पर्सन अल्सो होइन त्यो ममा पढेको सो जब मान्छेले रहरमा सिक्छ यु विल नट गिभ 100% पोटेन्सियल अनि फ्यामिलीले पैसा दिइसकेपछि देयर माइन्ड सेट अलरेडी देयर कि मेरो छोराले बारिस्ता सिकिसक्यो फ्यामिली गोइङ टु टक विथ समवन जो अब्रोडमा छ अनि त्यसपछि हु हेभ लिटल बिट नलेज अबाउट बारिस्ता उसले भन्छ कि उसले बारिस्ता राम्रो सिकेछ भने वाइ नट छोराले बाबुआमाको अगाडि पैसा दिइसकेको कुरालाई चाहिँ नै मैले सिकेको छैन आउँदैन भन्दैन सो हि विल बी क्वाइट ओके एन्ड वेन यु कम हियर नथिङ इज देयर यस्तो पर्छ हुन्छ क्या सो बाध्यताले सिकेको मान्छे कम हुन्छ अनि हाम्रो इन्स्टिट्युटको मान्छेहरूले पनि सिकाउँदाखेरि चाहिँ म सिधा कुरा भन्छु बारिस्ता नेपालमा सिकेको होइन मलाई बारिस्ता भन्ने जब म बारिस्ता बनेँ त्यसपछि नेपाल भिजिट पनि गरेको छैन है अब एकचोटि मैले गरेको छैन म बारिस्ता बनेँ ट्रेनर बनिसकेँ कम्पनी खोलिसकेँ आई नेभर भिजिट ओके त्यस्तो तरिकाले म गएको पनि छैन नेपाल आएको पनि छैन आई विल कम सुन सो त्यसपछि म माइक बी बोल्न मिल्छ होइन तर यहाँको मान्छे तपाईँहरूले सिकाउँदाखेरि चाहिँ तपाईँ विदेश जाने हो भन्ने कन्सेप्ट दिलाएर सिकाउनु भयो भने चाहिँ बिलिभ मी के मान्छेहरू दुबईमा आएर चाहिँ सिक्दैन त्यो चाहिँ कुरा बुझ्नुपर्छ सबजनाले मेरो विचारमा चाहिँ ओके यो चाहिँ हाम्रो स्टुडेन्टको माइन्डसेट ओके यसलाई चाहिँ अलिकति क्लियरिफाई गरौँ है त हाम्रो युएमा र नेपालमा चाहिँ स्टुडेन्टको माइन्डसेट चाहिँ अलिक डिफ्रेन्ट छ ओके मैले मेरो लास्ट प्रिभियस भिडियोहरूमा पनि भन्ने गरेको छ कि माइन्डसेट चाहिँ अलिकति चेन्ज गर्नुपर्छ के छ हजुरले भन्नुभयो नि उहाँ चाहिँ के छ भने बाउ आमाले दिएको पैसाले उनीहरू क्लास सिक्न जान्छन् यहाँ चाहिँ के छ भने हार्ड अर्न मनी ओके म एज अ क्लिनर काम गर्दैछु या एज अ वेटर गर्दैछु या कुनै पनि के अरे फिल्डमा म जब गरिरहेको छु अनि म कुनै ट्रेनिङ इन्स्टिट्युटमा बारिस्टाको लागि सिक्न जान्छु भने चाहिँ मैले आफ्नो अर्निङको पैसा चाहिँ पे गरिरहेको छु एन्ड ओके नेपालमा तपाईँहरूले 15,000 20,000 तिर्नुहुन्छ होला है यहाँ हामीले 40,000 50,000 6,000 चाहिँ तिरिरहेको छौँ है सो त्यो भने पछाडि हामीले चाहिँ आफूले आफ्नो टाइमलाई चाहिँ होइन भ्यालु गर्नुपर्छ आफूले कति पे गरेको छु त्यसलाई भ्यालु गर्नुपर्छ अनि द पर्पज वाइ आई एम लर्निङ बारिस्टा ओके हामीले चाहिँ यहाँ चाहिँ के को लागि गरिरहेको छौँ भने हाम्रो जब स्विच गर्नको लागि गरिरहेको छौँ उहाँ चाहिँ के छ स्टुडेन्टहरू अब
जस्ट टु युटिलाइज द टाइमिङ ओन्ली। मोस्टली स्टुडेन्ट हुनुहुन्छ या प्लस टू गरिराखेको मान्छेहरू हुनुहुन्छ अनि या कोही विदेश जाने अलिक चक्करमा भइराखेको मान्छेहरूले चाहिँ आउँछन् अनि उहाँ चाहिँ कस्तो छ भने 10 डेजको क्लासेस 15 डेजको क्लासेस यति छिटो गराइदिनु न लाटे आर्ट कतिवटा सिक्न पाइन्छ यही नै भनेर हामीले गरिराखेको हुन्छौँ होइन। स्टुडेन्टहरूले चाहिँ आफ्नो अलिकति माइन्डसेट चाहिँ चेन्ज गर्नुपर्छ, स्टुडेन्टको माइन्डसेटलाई चाहिँ चेन्ज गर्नुपर्छ किनकि हामी कुनै पनि कुरा सिक्दैछौँ भने हामी आफूले आफूलाई प्रिपेयर गर्दैछौँ कि जबको लागि, राइट। सो हाम्रो बुवा आमाले तिरेको पैसा वहाँ ओके यहाँ त फरक भइहाल्यो, यहाँ त आफूले आफ्नै कमाइले तिरेको हुन्छ अनि वहाँ चाहिँ बुवा आमाले तिरेको पैसा छ भने पछाडि अझ बढी मेहनत गर्नुपर्छ क्या होइन, त्यसमा चाहिँ फोकस गर्नुपर्छ। आफ्नो क्लास सकिने बित्तिकै अफकोर्स त्यहाँ बारिस्टाको जब गर्दाखेरि त्यो 10,000 देखि 15,000को स्यालेरी आउँछ होइन, त्यति त त्यो पठाउको चढ्दामै सकिन्छ होइन, त्यति स्यालेरी कम हुन्छ। बट स्टिल 3 to 6 मन्थ चाहिँ इन्टर्नसिप गर्नु न, पाएसम्म गर्नु क्या। जब भनेको पैसाको लागि गर्ने चिज होइन क्या, आफ्नो एक्सपिरियन्सको लागि गर्ने चिज हो। अब मैले 7वटा कम्पनी चेन्ज गरेँ 4 वर्षमा, अब मैले किन गरेँ त, माइट बी मसँग त राम्रो वेल कम्पनीहरू राम्रो कम्पनी पनि थियो, इस्टाब्लिस कम्पनी थियो, चेन्ज गरेँ। आई वान्ट टु गेन समथिङ न्यू 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 एन्ड 5-7वटा कम्पनी कुरा गरेपछि यस्तो भइदियो कि लाइक प्रोम्याक्स हुन्छ नि त, एउटा लेभलै पार भएर त ट्रेनर बन्यो, नत्र त बन्थेन होला। एउटा ट्रेनर बन्नु भनेको हाउ टु मेक कफी मात्र होइन क्या, तपाईँलाई सबै थाहा हुनु पऱ्यो नि, तलदेखि माथिसम्मको त्यो कुरा एउटै कम्पनीले सिकाउँदै सिकाउँदैन क्या। सो चेन्ज डु इट, देन त्यसपछि तपाईँ युज टु भएपछि मान्छेले त्यही त 14 दिनको प्र्याक्टिस गरेर सिधै दुबई आइदिन्छ अनि 16 दिनमा त बिर्सिन्छ त। 1.5 महिना तपाईँहरूले जब पाउनको लागि 4वटा इन्टरभ्यू 15 दिनपछि पाउनु न। मैले 3 महिना लाते आर्ट गरिनँ भने 4 महिनापछि हात काम छ भनेपछि तपाईँहरू 15 दिन गरेर चाहिँ कसरी एक्सपेक्ट गर्नुहुन्छ कि तपाईँ चाहिँ पास हुनुहुन्छ भनेर। दिस भेरी रेयर पिपल्स क्या, कसैको चाहिँ बबाल हुन्छ फेरि मान्छेहरू एकचोटि सिकेको कुरा कहिल्यै बिर्सिँदैन। बट त्यस्तो सबै हुँदैन, माइट बी म पनि थिएन, मलाई नि 1 वर्ष लागेको कफीको बिहाइन्ड बुझ्नको लागि, 4 वर्षपछि कफी हो भन्ने बुझ्यो, त्यसपछि नि अगाडि बढ्यो। सो सोच चाहिँ चेन्ज गर्नुपर्छ हाम्रो, स्पेसली नेपाली दाजुभाइ बहिनी। सिकाउनेले पनि पैसा मात्रै नभएर क्वालिटीतिर ध्यान दिनु पऱ्यो, सिक्नेले पनि म सिकेको किन भन्ने कुरा बुझेर सिक्नु पऱ्यो क्या, नट जस्ट टु युटिलाइज द टाइमिङ टाइपको हुन्छ नि त्यो चाहिँ गर्नु पर्यो। अनि फलो फेरि सबैलाई गर्ने होइन क्या, लाइक यो दौडिरहेको छ त्यसैको पछि सुई दौडिदिन्छ, एउटा सक्सेस भयो भने 15जना अनसक्सेस हुन्छ भन्ने थाहा पाइ पनि त्यहीँ दौडिदिएर हुन्छ क्या। अब मैले भोलि गएर मैले अब 6 वर्षमा बारिस्ता सक्सेस भयो भने त 100जना मेरै फिल्डमा आउनु न, तपाईँ सक्नुहुन्छ होला त, गाह्रो छ नि त। भगवान्ले मलाई झुक्केर बनाइदियो भन्दै झुक्केर नभनौँ पोटेन्सियल दिए बनिहाल्यो कि, त्यही ठाउँमा सबै बन्छ भन्ने हुँदैन क्या, किनकि माइट बी तपाईँले त्यो ठाउँको लागि बनाएकै होइन कि। राइट, बारिस्तामा आउनु भनेर म कसैलाई नि भन्दिनँ क्या, म बारिस्तामा आएर बने होइन, तपाईँ कन्टेन्ट क्रिएटरमा आएर बनिदिनु न होइन, अनि एकजना सेफमा आएर बनिदिनु, एउटा सुसीको सेफ बनिदिनु, एउटा बेकिङको हत्रा मान्छे बनिदिनु, यसरी आइदिनु क्या। अब तँ आइस बारिस्ताबाट यो ठाउँमा पुगिस्, ल ठिक छ, एउटा नेपालीले त गरिसक्यो त त्यहाँ, अब म बेकिङबाट आउँछु नि त, तर फलो चेन गर्नुहोस् क्या, मैले जस्तै फलो गरेँ चेन त्यही फलोबाट जानुहोस्, तर त्यही ठाउँमा आउनु ट्राई नगर्नुहोस् क्या। बारिस्तै बने पनि ठिक छ बन्नुहोस्, तर वे डिफ्रेन्ट गर्नुहोस् होइन। 15 दिनमा एउटा सिक्यो भने 15 दिनमा म चाहिँ त्योभन्दा कसरी पर्फेक्ट भएर अगाडि बढ्छु त। मैले 6 वर्षमा एचिभ गरेको कुरालाई तपाईँ 3 वर्षमा एचिभ गर्छु भने अठोट लिएर आउने क्या, टार्गेट बनाएर, देन यु गोइङ टु रिच द थिङ्स क्या, म चाहिँ त्यो भन्छु। हो, यो चाहिँ अब मैले पनि जहिले पनि भन्ने गर्छ कि तपाईँहरूले चाहिँ त्यो फोमोकको पछि लागेर चाहिँ ट्रेनिङको लागि नजानुहोस् होइन, किनकि यसमा दुइटैलाई फाइदा छैन क्या, ट्रेनिङ इन्स्टिट्युटलाई पनि फाइदा छैन, स्टुडेन्टलाई त झन् भनेको जहिले पनि लस हुन्छ होइन। किन स्टुडेन्टले त आफूले 15 अब भनौँ न 15,000 20,000 पे गरिसकेको छ ओके, तपाईँहरूले जब ट्रेनिङ गरेको के को लागि, जबको लागि होइन। अनि जब खै त नेपालमा त जब छैन। अब हामी यहाँ बाहिर आउँछौँ भनौँ न, कुनै पनि स्टुडेन्टहरू ट्रेनिङ पश्चात बाहिर आउँछन् नि, उहाँहरूको चाहिँ के हुन्छ भने ट्रेनिङ लिग्यो अनि 2-3 महिनाको ग्यापमा अनि बल्ल विदेश आउँछन्, अनि त्यस पछाडि बल्ल इन्टरभ्यू। त्यो पनि छैन अझै अर्को प्रब्लम छ क्या यिनीहरूको चाहिँ, भिजिटको अर्थ थाहा छैन क्या। राइट, भिजिटको अर्थ अनि घुम्न जाने हो क्या, अनि कोही अपर्च्युनिटी पाइछ अल्झिने ठाउँलाई भिजिट भन्छ। हाम्रो नेपाली दाजुभाइ दिदीबहिनी इन्क्लुडिङ म पनि पढ्छु, भिजिट भनेपछि रुँदै पठाउँछन्, छोरो गयो विदेश, रातो टिक्का सिक्का माला 320 किलोको ब्याग, ल धगल्दै क्या नाइजै भनेर टक्क यस्तो हुनु पऱ्यो क्या। तपाईँ भिजिटमा गइरहेको छ, 2 महिनाको भिजा छ, तर कमाउनै गएको त थाहा छ क्या। 4 महिना भिजा पाइनस् भने पनि टेन्सन नगर है, कमाउनै गएको होस्, ऋण लाइन तिर्छस्,
आनन्द जब खोज भनेर पठाइदिनुहोस्, बिलिभ मी कोही पनि नेपाली फर्केर जाँदैन क्या। यसलाई चाहिँ अलिकति यो भिजिट भिजाको लागि चाहिँ अलिकति साइडमा राखौँ होइन नै त्यसपछि भन्छ एउटा स्यालेरीमा इफेक्ट गर्दैन क्या। कसो कुरो भनेको किन मैले त्यो भिजिटलाई भने होइन क्या, यो कुरामा किन थाहा छ, अब मान्छेलाई तपाईँसँग 2 महिना मात्र टाइम छ भनेपछि तपाईँलाई 1200 स्यालेरी दिउँ न, तपाईँले भनिदिन्छ। इफेक्ट कसलाई गऱ्यो, मलाई गऱ्यो नि त। म 5 वर्षदेखि हेड बरिस्ता काम गरेर 5000 देखि 10,000 बनाउन सोचिरहेको छु। भिजिटबाट आएको मान्छेको राम्रो नलेज रहेछ क्या, लाइक मेरो बराबरको मान्छे छ भनेपछि भिजिटको 4 जना मेरो ठाउँमा राखिदियो भने त एकजनाले खाने स्यालेरी त 5 जनाले खाइदियो नि त, 5 जनाले हायर गरिदियो नि त, मेरो अस्तित्व हराएन। त्यो पनि त बुझ्नु पऱ्यो नि त सबजनाले। सबजना आउँछ 1500मा दिए, अब थाहा अप्सन छैन नि त, अबको 1 महिनापछि भिजा पाइदिन्छ, डन 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 डन। अनि सबै पुरानो मान्छेहरूको सलाम अलेकुम। स्यालेरी त अब बारिस्टाको स्यालेरी अहिले त पहिलाको जस्तो घटाइदिएको हो क्या, त्यो कारणै तिनीहरूले गर्दा घटेको। तर इन्डस्ट्री चाहिँ अलिकति इभल्भ हुँदैछ। सो पहिला कमर्सियल्ली बढी गइन्थ्यो भने अहिले अहिले स्पेसियालिटी चाहिँ सिक्दाखेरि अलिकति के अरे फाइदा नै हुन्छ होइन त। कमर्सियल भन्दा अहिले स्पेसियालिटीमा बढी फाइदा छ। बढी नै बबाले फाइदा नै त्यही छ, जब नै पाउने त्यसैमा हो। अनि एउटा कुरो चाहिँ के छ भने मैले चाहिँ के नोटिस गरेको छु भने स्टुडेन्टहरूले बुझेको छैनन् है। ओके, तपाईँ कहाँ कोही ट्रेनिङ इन्स्टिट्युटमा जोइन गर्न आउँछन् भने हामी भनौँ न, म एज अ स्टुडेन्ट जाँदैछु, म कुनै पनि बारिस्टा ट्रेनिङ इन्स्टिट्युटमा जाँदैछु अनि म के सिक्न गएको भनेर चाहिँ यो चाहिँ अलिकति बुझ्नुपर्छ। कुनै पनि बारिस्टा ट्रेनिङ इन्स्टिट्युटले तपाईँलाई सिकाउने भनेको चाहिँ हाउ टु मेक कफी, इन्फर्मेसन अबाउट कफी, नट इन्फर्मेसन अबाउट जब। होइन, जब भनेको कुनै अरू कन्ट्रीमा फरक होला अरे। जस्तै म दुबईमा काम गरेको छु त मेरो दुबईमा मैले फरक कन्सेप्टले सिकाउँला, साउदीमा फरक कन्सेप्टले सिकाउँला। अनि स्टुडेन्टहरूले चाहिँ माइन्डमा चाहिँ के राख्नु पऱ्यो भने म मेन फोकस भनेको मेरो कफीको बारेमा नलेज लिने होइन, कफीको बारेमा सिक्ने, अनि त्यसको अराउन्डमा चाहिँ जबहरू कसरी खोज्ने, इन्टरभ्यू कसरी प्रिपरेसन गर्ने, लाइक भनौँ न इङ्ग्लिस प्र्याक्टिस गर्दाखेरि मैले कसरी इङ्ग्लिस प्र्याक्टिस गर्नुपर्छ त्यो भनेर चाहिँ। अनि त्यो चाहिँ ट्रेनरले पनि अलिक सिकाइँदैन, किनकि ट्रेनरको काम त त्यो होइन नि त। ट्रेनरको मेन फोकस भनेको त जहिले पनि कफीकै बारेमा नलेज सेयर गर्ने हो नि त, त्यो हुन्छ। अनि यहाँ चाहिँ दुबईमा चाहिँ के हुन्छ भने ट्रेनरले तपाईँलाई बेसिक जब सर्चिङ पनि सिकाइराख्छ, राइट होइन। होइन, जबहरूमा पनि अफकोर्स जबहरूमा पनि हेल्प गरिराखेको हुन्छ। आज तपाईँ ट्रेनर, तपाईँले कतिजनालाई के अरे बारिस्टाको जबमा हेल्प गरिसक्नु भएको छ मलाई थाहा छ होइन। अफकोर्स त्यो चाहिँ हुन्छ है। भनौँ न यसको तपाईँहरूले चाहिँ हेल्प पनि गर्नुहुन्छ। मैले कसैलाई पनि जब लगाउँछु भनेर इन्रोल गराउँदिनँ, लाइक कसैलाई पनि। म तर गर्छु, पाउँछन् पनि मान्छेले, सिधा कुरा भन्दा। लाइक इन्टरभ्यूभन्दा पहिला पनि दे कम दे रिच। यस्तो पनि छ कि रातिको 2 बजे नि मेसेज आउँछ क्या। अनि म भन्छु मसँग इन्रोल भएपछि सर्टिफिकेट पाइसकेपछि जब नपाउँदासम्म चाहिँ मलाई 1 बजे 2 बजे 3 बजे 5 बजे इमर्जेन्सी छ भने कल मी एनी टाइम। बट त्यो इमर्जेन्सी मात्रै होस् जबको, त्यहाँभन्दा उताको इमर्जेन्सी मलाई चाहिँ नदिनु होइन, कज म त सक्दैन पनि। जबको इमर्जेन्सी एनी टाइम मेसेज मी आइएम एभाइलेबल, म त्यो मान्छे हो। एन्ड ट्राई मी अल्सो वान टाइम होइन, थाहा पनि छ धेरैजना होला पनि त्यस्तो गरेको छु। म चाहिँ गर्छु स्पेसल, तर जब लगाउँछु भनेर चाहिँ कसैलाई बोलाउँदिनँ। तर हजुरको सिभी यस्तो किसिमको हुनुपर्छ, अनि त्यसपछि कुन क्याफे कस्तो छ होइन। प्रायः जस्तो मलाई क्याफेहरू पनि थाहा छ नि त, अब यो स्पेसिलिटी हो, कमर्सियल हो, क्वेसन कस्तो किसिमको हुन्छ, यहाँसम्मको चाहिँ फुल हेल्प चाहिँ म गर्छु पर्सनली चाहिँ। त्यो चाहिँ मेरो तर्फबाट इन्स्टिट्युट होइन है, म मानवताले मैले गरेको चिज हो, पर्सनल्ली म गर्छु। म गर्दिनँ भने पनि स्टुडेन्ट आउँछन्, तर स्टुडेन्ट आएर मैले जुन सपोर्ट म गरेर पाइरहेको छु माइट बी नपाउँला, बट म यो गरेर पनि सपोर्ट धेरै पाएको छु, म गर्छु पनि। तर त्यसमा कुनै पनि उ छैन, के भन्दा स्वार्थ चाहिँ छैन। ओके, हो यो कुरालाई चाहिँ अलिकति मैले क्लियरिफाई गर्न खोजेको थिएँ अघि पनि होइन। मैले भने नि हामी चाहिँ खास नेपालमा चाहिँ हामीले ट्रेनिङ लिने भनेको अल अबाउट कफीको बारेमा मात्रै सिक्ने हो है। तपाईँले भन्छ अब स्टुडेन्टहरूले भन्छ हामीलाई त्यहाँ जबको लागि हेल्प हुन्छ हुँदैन, हामीले सिकेको कसरी हेल्प हुन्छ? उहाँले तपाईँलाई त्यो सिभी बनाउन सिकाइरहनु भएको छैन नि त, इन्टरभ्यूको लागि प्रिपेरेसन कसरी गर्ने भनेर सिकाइरहनु भएको छैन नि त। उहाँको भनौँ न एचआरले लिने इन्टरभ्यू र हेड बारिस्टाले लिने इन्टरभ्यू नै फरक हुन्छ होइन। कमर्सियल सेक्टरमा हुने इन्टरभ्यू र स्पेसियालिटी सेक्टरमा हुने इन्टरभ्यू फरक हुन्छ। अफकोर्स उहाँ कति ट्रेनरहरू हुनुहुन्छ, उहाँ भनौँ न एज अ असिस्टेन्ट मात्र काम गरेको हुन्छन्, उनीहरूले ट्रेनिङ इन्स्टिट्युटमा काम पनि के अरे मैले पाएको नेपालको ट्रेनर्सहरू चाहिँ कस्तो हुँदैछ भनेपछि
15 दिन तपाईँले पढाउनु भयो, 16 दिनपछि एकजनालाई फेरि त्यसले पढाउनु रहेछ। त्यो जस्तै त्यही ब्याचको कोहीलाई चाहिँ इन्टर्नसिप दिँदो रहेछ क्या, बुझ्नुभयो नि त। भनेपछि डिप नलेज त धेरै गाह्रो पऱ्यो नि त। अब जस्तै 15 दिनको मेरो ब्याच थियो, 15 दिनमा एकजना अलिकति ट्यालेन्टेड पाएँ, त्यसले चाहिँ फेरि 15 दिनको लिड गर्दो रहेछ क्या, बुझ्नुभयो नि। फेरि त मजाक भइगयो नि त्यो त। उसले बिचरा 15 दिनमा केही सिकेर केही सिकाउँछ। अनि अर्को कुरा त नेपालमा अब जो हुनुहुन्छ 90% सायद नेपालभित्रै भएकोले पढाइरहनु भएको छ, उहाँलाई दुबईको बारेमै थाहा छैन त। हाउ ही गोइङ टु इट्स नट ओन्ली अबाउट दुबई भनौँ न, नै आउट अफ कन्ट्री नै इट्स अबाउट दुबई। किनकि तपाईँ अब साउदीको बारेमा मलाई सोध्नु म सल्लाह पाइछु, मलाई थाहै छैन। साउदीको एउटा ठाउँको नाम पनि थाहा छैन। अब कुवेतको कुरा गर्नु मलाई थाहा छैन, मलाई दुबईकै थाहा भएर दुबई कुरा गरेको छु, त्यही भएर म दुबई भन्छु। दुबईको ओल्ड ट्रेड सेन्टर के हो भन्नुहोस्, जुमेरा के हो भन्नुहोस्, होइन कुन क्याफे के हो भन्नुहोस्, त्यो मलाई थाहा नि त। सो त्यही भएर म दुबईको बारेमा बताउन सक्छु, क्याफेको बारेमा बताउन सक्छु। माइट बी सम अफ द म्यानेजमेन्ट आई नो वेल देम, होइन। तर अब त्यही कुरा फेरि नेपालको बताउनु न, मलाई 2-3 क्याफेको मात्रै नाम थाहा छ, त्यहाँभन्दा अरू केही थाहा छैन। किन म नेपालमा हुँदा केही गरेकै थिएन यसको बारेमा। त्यो अनि उहाँहरू नेपालमा हुनुहुन्छ, उहाँ नेपालको बारेमा थाहा छ क्या, दुबईको बारेमा सक्नुहुन्न नि त उहाँहरूले बताउन। रिसर्च गरेर फाइदा छैन नि त। ओके, त्यो हो। यसलाई चाहिँ म स्टुडेन्टहरूलाई पनि के सजेस्ट गर्छु भने तपाईँहरूले फर्स्ट टाइम कफीको बारेमा नलेज लिँदै हुनुहुन्छ भने तपाईँ नेपालमै हुनुहुन्छ, कफीकै बारेमा बुझ्दै हुनुहुन्छ, बारिस्टाको बारेमा जब मोस्टली जबभन्दा पनि कफीको नलेज लिनको लागि छ भने इजी, एकदम सस्तो छ है। किनकि यहाँको ट्रेनिङ महँगो छ। अफकोर्स यहाँ आइसके पछाडि तपाईँले पैसा पनि 2 लाख रुपियाँ खर्च गरेर आउनु भएको छ, 2-2.5 लाख रुपियाँ खर्च गरेर आउनु भएको छ। अनि स्टिल अनि अगेन तपाईँले त्यो के अरे 1,500 दिराम चाहिँ तपाईँले पे गरिरहनु भएको छ भने 1,000 भनेको चाहिँ अलमोस्ट लाइक 40,000 हुन्छ है, त्यति तिर्नु भएको छ। नेपालमा तपाईँले 15,000मा कोर्स पाउनु भएको छ भने कफीको नलेज चाहिँ त्यहाँ राम्रो पाउनु भएको छ है। तर तपाईँ दुबई नै आउने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ आई विल सजेस्ट कि त्यहाँ पहिला एउटा क्लास लिनुहोस्, ओके, त्यस पछाडि आउनुहोस्। यहाँ चाहिँ आइसकेपछि तपाईँलाई के हुन्छ भने ट्रेनिङ इन्स्टिट्युटहरूले चाहिँ तपाईँलाई स्टुडेन्टहरूलाई चाहिँ हेल्प गर्नुहुन्छ कि सिबी रिभ्यूको बारेमा सिकाइदिन्छन्। अनि सिबी कस्तो खालको सिबी फरवर्ड गर्नुपर्छ त्यो पनि त बेसिक कुराहरू सिकाइराखेको हुन्छन्। इभेन भनौँ न म एज अ नेपालमा स्टुडेन्ट थिएँ, अनि म यहाँ आएँ, तपाईँकोमा ट्रेनिङ इन्स्टिट्युटमा मैले जोइन गरेँ। Maybe you are teaching the same thing, but you are teaching me in English. Okay. मलाई चाहिँ यहाँको ट्रेनरले चाहिँ इङ्ग्लिसमा नै सिकाउँदै हुनुहुन्छ, ओके। अनि मलाई चाहिँ उहाँले चाहिँ मैले सिबी बनाएँ भने उहाँले मलाई मेरो सिबी पनि रिभ्यू गरिदिनुहुन्छ कि यो सिबी अलिक ठिक छ, यो सिबी ठिक छैन, ओके, यसमा तिम्रो एक्सपिरियन्स लेखेको छ, यो सिबीले चाहिँ ओके तिमीले जब पाउनको लागि फर्स्ट इन्टरभ्यू क्र्याक गर्नको लागि चाहिँ इजी हुन्छ भनेर चाहिँ सिकाइन्छ, होइन सर? त्यो त्यही हो। अलिकति इजी पनि हुन्छ, कज डिफ्रेन्ट नेसनालिटी हुन्छ। तपाईँलाई इङ्ग्लिस आउँछ भन्दा फेरि तपाईँ अफ्रिकनको इङ्ग्लिस सुन्नुभयो भने तपाईँ एकछिन अर्कै भइन्छ, फिलिपिनो जान्नुहोस् अर्कै भइन्छ। सो तपाईँ यहाँबाट सबै नेसनालिटी पाउँछ नि त। सो तपाईँको कन्फिडेन्स चाहिँ बढ्छ अभियसली है। अनि बाँकी कुरा चाहिँ यो होइन कि तपाईँ मेरोमा आएर सिक्नुहोस्, त्यो छुट पार्ट अफ हो। आउनुहोस्, तपाईँ आउनुभन्दा पहिला पनि रिच आउट गर्नु छ गर्नुहोस्, होइन। केही कुरा सोध्नुहोस्, हामी भनेको ओपन हो क्या। तपाईँ आउनुहोस्, तपाईँ तपाईँ नेपाल सिकेर चाहिँ मसँग किन बोल्नु पऱ्यो, होइन, म्यासेज गर्नुहोस्, बोल्नुहोस्, सिक्नुहोस्। तपाईँहरू आएर सिक्नुहोस्, जब पाउनुहोस्, चाहिएको कुराहरू सोध्नुहोस्। आई एम अलवेज देयर टु हेल्प के, होइन। तपाईँहरू त्यस्तो पनि नै कि अझै अर्को कुरा, तपाईँ नेपालमा सिक्नुभयो, तपाईँ राम्रो काम 2-3 वर्ष गरेर आउनु भएको छ र ग्याप छ भने चाहिँ आउनु न, एक दिन प्र्याक्टिस गरेर जानुहोस्। तपाईँको इन्टरभ्यू छ भने सर्टेन एमाउन्ट त पे गर्नुहुन्छ तपाईँले अभियसली, बट त्यत्रो वाइल गर्नु परेन। आउनु, एक दिन प्र्याक्टिस गरेर भोलि इन्टरभ्यू जानुहोस्। मैले चाहिँ सबै प्लेटफर्म चाहिँ ओपन गरिदिएको छु। तपाईँ एक दिन प्र्याक्टिस गरेर इन्टरभ्यू जानुहोस्, इन्टरभ्यू तयारी हुन मात्रै आउनुहोस्, क्वेसन एन्सर गर्न आउनु, पैसा लाग्दैन मलाई, होइन। यु क्यान रिच मी आउट फर द्याट, नो प्रब्लम। भने पछाडि मतलब तपाईँले कुनै पनि स्टुडेन्टले नेपालमा ट्रेनिङ गरेर आएको छन्, यहाँ आए अनि उनीहरूको कुनै भनौँ न इन्टरभ्यूको प्रिपेरेसन छ भने तपाईँकोमा आएर सर्टेन अमाउन्ट पे गरेर उहाँले प्र्याक्टिस गर्न पायो इजिली। ओके, यु विल हेल्प, आई क्यान हेल्प यु अल अफ। सो त्यो पनि पाउनुभयो। जस्ट लाते एप्लाई गर्नु छ आउनुहोस्, नो प्रब्लम। सर्टिफिकेट चाहिँदैन, क्लास गर्नु छ आउनुहोस्। जस्तो कुरा पनि तपाईँलाई चाहिँ ओपन क्या, तपाईँलाई कस्तो किसिमको बारिसा बन्नु छ, के किसिमको प्र्याक्टिस गर्नु छ, तपाईँहरू सबैलाई ओपन छ यहाँ चाहिँ। म चाहिँ त्यो कम्फर्ट जोन हो, हजुर जसरी पनि रिच गर्न सक्नुहुन्छ मलाई। सो यसको तात्पर्य भनेर यसको भन्नुको अर्थ चाहिँ
कुनै नेपाली स्टुडेन्टहरूले चाहिँ नेपालमा सिकिराख्नु भएको छ ओके सर्टेन अमाउन्ट पे गरेर तपाईँले भन्नु न 10,000 15,000 पे गरेर तपाईँले पे त गर्नुभयो यहाँ आउनुभयो लाइक म अहिले भिजिट भिजामा छु ओके म आएँ मलाई प्र्याक्टिस गर्नु छ भने मेरो भोलि इन्टरभ्यू छ अरे म आज यहाँ सरकोमा आएर प्र्याक्टिस गर्न पाएँ ओके अलिकति सर्टेन अमाउन्ट तपाईँले अब 200 किनकि यहाँको करेन्सीमा अब कुरा हुन्छ है किन उहाँको करेन्सीमा हुँदैन होइन तपाईँलाई एक्सपेन्सिभ लाग्ला तर यहाँ आएर तपाईँले आफ्नो इन्टरभ्यू प्रिपरेसन गर्दाखेरि चाहिँ के फाइदा भयो भने तपाईँलाई एक कन्फिडेन्स लेभल पनि बढाउनलाई हेल्प भयो एक तपाईँले अब यहाँको जब इन्टरभ्यूहरू चाहिँ कस्तो खालको हुन्छ भनेर सरले हेल्प गर्ने भयो कम्पनी के हो थाहा पाइन्छ लगभग 80-70% कम्पनी हामीलाई थाहा हुन्छ धेरै कुराहरू थाहा हुन्छ नो प्रब्लम फर द्याट वान त्यस्तोमा पनि अभियसली भेरी गुड हुन्छ त्यो कुराहरू त ओके अब यसलाई नै आजको भिडियो चाहिँ अलिकति कन्क्लुजन गरौँ होइन हामीले कुरो गऱ्यौँ कि हामीले यो भिडियोमा कोही भनेको छैन कि दुबईको ट्रेनिङ राम्रो कि नेपालको ट्रेनिङ राम्रो भनेको छैन इफ यु वान्ट टु लर्न अबाउट कफी इन अ चिपर वे नेपाल इज बेटर ओके नेपालमा तपाईँले कफीको बारेमा सबै सिक्नुहुन्छ किनकि मैले जुन जुन ट्रेनिङ इन्स्टिट्युट भिजिट गरेको छु त्यहाँ चाहिँ यस्तो मजाले सिकाउनु भएको छ क्या अनि बट इफ यु वान्ट टु नो इफ यु वान्ट टु लर्न मोर अबाउट जब्स होइन कफीको नलेज साथसाथै जबमा पनि हेल्प चाहिन्छ भने जब होइन यहाँको इन्भाइरोमेन्ट कस्तो हुन्छ भने चाहिँ सिक्नु छ भने भनौँ न एउटा कम्युनिटीमा जोइन हुनु छ भने चाहिँ बारिस्टाकै कम्युनिटीमा जोइन हुनु छ भने के अरे दुबईको ट्रेनिङ इन्स्टिट्युटमा चाहिँ जोइन गर्दाखेरि पनि म अझै पनि सजेस्ट गर्छु कि नेपालमा तपाईँ 10,000 12,000को ट्रेनिङ गर्नुभयो 15,000को ट्रेनिङ गर्नुभयो आउनुहोस् यहाँ पनि तपाईँले चाहिँ के अरे एक हप्ताको क्लासेसहरू पाइन्छ भने सकेसम्म एक हप्ताको क्लासेस लेख्नुहोस् किनकि यहाँ आइसके पछाडि तपाईँलाई चाहिँ जब प्रिपेरेसनको लागि चाहिँ एकदमै हेल्प हुन्छ क्या यहाँ चाहिँ आदि मान्छेहरू काम गरेको हुन्छ क्या तपाईँको कस्तो हुन्छ मेरो पनि खाली छ मेरो पनि खाली छ स्पेसली कनेक्सन बिल कनेक्सन बिल चाहिँ हुन्छ द्याट्स भेरी बेटर हुन्छ त्यो कनेक्सन बिल भयो भने कहीँ न कहीँबाट जोडाइदिन्छ क्या त्यसले चाहिँ फाइदा गर्छ थ्याङ्क यू सर तपाईँले चाहिँ हेल्प गर्नुभयो होइन आजको भिडियो खासै त्यस्तो हामीले फोकस्ड कफीको बारेमा गरेको छैनौँ कि हामीले चाहिँ जब ट्रेनिङ इन्स्टिट्युटबाट चाहिँ नेपालको ट्रेनिङ इन्स्टिट्युटबाट यहाँ आउँदाखेरि चाहिँ के बेनिफिट हुन्छ लेख्न सकिन्छ भनेर चाहिँ कुरा गऱ्यौँ आजको भिडियोलाई यतिमै एन्ड गरेर सरलाई चाहिँ थ्याङ्क यू भन्नु है त सर थ्याङ्क यू सर ल थ्याङ्क यू